हेलो साथीहरू, वेलकम टु ब्याक माई युट्युब च्यानल सरु राई रत्नेमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले मैदालाई यो के बनाएँ त मैदालाई मैले हेर तेलमा हालेँ चाहिँ मोमो बनाउन आँटेको छु। हजुरहरूले हेर्दै गर्नु होला है। मेरो भिडियो कस्तो लाग्छ हजुरहरू हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। साथीहरू मैले चाहिँ अहिले मोमोको लागि मासु च्याट 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 गर्दैछु। जस्तो मासु पनि एकको मासुलाई पुरा पिस पिस गरिसके। मासु धेर खानु हुँदैन होइन साथीहरू, दसैँको बेला त्यही भएर कम छ। साथीहरू मैले सोयाबिनलाई चाहिँ एकदम होइन चाकुले काटेर पिस पिस बनाइसकेँ। अब म यसलाई पनि यही खाल्डोमा हाल्छु म, किनकि मासुमै हाल्छु। मिक्स गर्नुपर्छ यसलाई। अब चाहिँ मैले प्याजलाई मिन पारेर काट्छु। आज अब म रुन्छु है साथीहरू। अहिले मैले प्याज पनि मिन गरिसकेँ होइन। यसलाई पनि यहीँ हाल्छु मैले, सबै एकै ठाउँमा हाल्छु। अहिले यहाँ हेर्न सक्नुहुन्छ ठिसिउ। साथीहरू यो चाहिँ मोमो मसला है। मोमो मसला कतिलाई त थाहा पनि छ होला। यो चाहिँ मैले नेपालबाट लिएको थिएँ। अहिले म यसलाई चलाउँछु मोमोमा। अहिले चाहिँ म मसलालाई फुटाएर हालिदिन्छु है। वाउ, मोमो इज मोमोको बास्ना आउँदैछ साथीहरू एकदम मिठो। यो चाहिँ मसला हो, हल्का लाग्नु दिनुपर्छ अनि टेस्ट आउँछ होइन साथीहरू। यहाँ पनि अर्को मसला छ, अर्को मसला आयो, यो पनि मसला आयो साथीहरू, आयो। साथीहरू मैले नुन पनि हालेँ ल। यो चाहिँ अदुवा लसुन हो साथीहरू, अदुवा लसुन हाल्दै मैले तरिका अदुवा लसुन हालेँ। अब म यसलाई मेरै आफ्नै हातले राम्ररीसँग मिक्स गर्छु। सुँगुरको मासु, च्वाचेको मासु है। च्वाचेको मासुमा मोमो त एकदम मिठो हुन्छ। हजुरहरूलाई नि थाहा छ, कसले खानुभएको छ, कसले खानुभएको छैन होला। साथीहरू अहिले चाहिँ मैले फाइनली किमालाई मिक्स गरिसकेँ। अब म यसलाई बनाउँछु साथीहरू। किमा, वाउ, यहाँ हेर्नु न मासु, तपाईँहरूलाई मासु, च्वाचेको मासु बनाउनलाई पुरा डल्ला बनाउँदैछु है साथीहरू। डल्ला यहाँ डल्ला देखाऊ बाबु, डल्ला कस्तो ठुलो हुन्छ होला। अहिले चाहिँ मैले पुरा डल्ला बनाइसकेको छु। यति नै है साथीहरू, कम्ती छ। अब यहाँ किमा हो, वाउ किमा। अहिले चाहिँ म मोमो बनाउन गइरहेको छु साथीहरू। कस्तो यो साथीहरू, यो चाहिँ मोमो है, मोमो। हजुरहरू साथीहरू मैले मोमो चाहिँ पुरै बनाइसकेँ कि लाइट गएर थियो, अनि मैले मोमो बनाएको चाहिँ तपाईँहरूलाई देखाउन सकिनँ होइन। अनि यो मोमो बनाएको यो अन्तिममा उफ्रेको थियो, त्यही भएर मैले हल्का यहाँ अलिअलि किमा हालेर मैले यसलाई प्याकिङ गरेको छु है होइन। यसलाई पनि मोमो जस्तै पकाउँछु। लाइट गएर मैले मोमो बनाएको हजुरहरूको सामने देखाउन पाइनँ, त्यसको लागि क्षमा माग्न चाहन्छु साथीहरू। यो तेलमा तार्दा नि हुन्थ्यो, तर म मोमो पकाए जस्तै गर्छु है यसलाई साथीहरू। अहिले चाहिँ मेरो मोमो पाकिसक्यो। अब खालि यो बाँकी छ पकाउनलाई।
ल है साथीहरू, मोमो चाहिँ यही हो, मैले बनाइसकेको छु मोमो होइन। जानी नजानी भए पनि मैले मोमो बनाइसकेँ होइन। अब यसलाई हामी खान्छौँ है साथीहरू। यस्तै छ है, मैले बनाएको मोमो चाहिँ अत्तो नपत्तको छ। अब के गर्नु, नआई नआई पनि बनाउनु पर्यो। बाफा साथीहरू, अहिले चाहिँ मैले पुरा मोमो पकाएर पुरा मोमो देखाऊ मोमो। अनि यो तपाईँहरूले अघि हेर्नुभयो होला भिडियोमा यो। अनि यहाँ चाहिँ मोमोको झोल, यहाँ चाहिँ चटनी है, टमाटर खोर्सानी अनि फिलिङ्गी के हो। अब मैले खाएर साथीहरू टेस्ट लिन्छु ल कस्तो छ। खाएला साथीहरू। मिठो साथीहरू। अब साथीहरू यसको पालो ल। सुप छ यो पनि। मासुको सुप हो। अब कस्तो एउटै खाँदा अगाउँदैछ खाएँ। मेरो एकदम मिठो भएको छ। सुँगुरको मासुमा मैले बनाएको नि एकदम टेस्टी भइरहेछ। यो सुपमा चाहिँ मैले यहाँको नागा अझ हालेको छु, त्यही भएर एकदम मिठो छ कि स्वाद पनि। वाउ, फ्यान्टास्टिक। हेर्नु टमेटो त राखेर खतम भयो अगाडि साथीहरू। राजा खोर्सानी हालेर चटनी बनाएको थिएँ साथीहरू, एकदम पिरो छ। किङ चिल्ली हालेको थियो नि त।
खालि यति बाँकी छ अन्तिम। मैले पुरै क्लिन गरिसकेँ, पुरै खतम गरिसकेँ। एकदम मिठो छ सुँगुरको मासुमा। मैले साथीहरू मैले फाइनली खाइसकेँ। यी देख्नु हुँदैछ होला, छैन अगाइ पनि सकेँ। अब मेरो दुईटा भाइहरू खान्छन्, छोरा भान्जा खान्छन् गाइज। हेलो साथीहरू, मेरो माइजीको युट्युब च्यानलमा स्वागत है। सरु राई युट्युब च्यानलमा हैन, सरु राई रत्ने युट्युब च्यानलमा हेरेर वेलकम टु आवर च्यानल। लास्टसम्म हेरेर साथ सपोर्ट दिन नभुल्नु होला। अब यो हामी भिडियो मोमो चाहिँ खान लास्ट गइरहेको छौँ है। मोमो भिडियो माइजीले खाइसक्नु भएको छ हाम्रो पालै। सुप के भनेको? सुप स्पाइसी। के भयो? तिम्रो मान्छे मलाई भाइले चाहिँ मोमो मसला जित्न सक्दैन क्या, खालि भातमा चाहिँ फेरि आयो मोमो। यो छोएर भात फाइनली साथीहरू हामीले चाहिँ खाइसकेका छौँ। तर फर्स्ट चाहिँ म भए ल, मोमोमा फर्स्ट चाहिँ म भए टपर। फाइनली हामीले खाइसक्यौँ। यही भन्दै हामी यो भिडियोदेखि विनर हैन, बिदा माग्न चाहन्छु। यो भिडियोलाई लाइक गर्नु होला, चाहन्छु बाइ तल बाइ दिएको कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अनि माथि सेयर त्यो गर्नु माथि होला। लाइक छ नि, त्यो लाइकमा चाहिँ ठ्याक्क दबाउनुहोस्। अनि बेल आइकनको घन्टीमा सब्स्क्राइबरमा चाहिँ सब्स्क्राइब गर्नुहोस्। अनि सब्स्क्राइब अल गरेर त्यो घन्टी छ नि मन्दिरको घन्टा जस्तै चप्पलले हान्नुहोस् या अन गर्नु होला हैन। अनि घन्टी चाहिँ त्यो चप्पलले हानेर जेसुकैले हानेर टङ्की त्यो घन्टी चाहिँ फेरि चप्पलले हानेर पनि हम्मर त्यो घन्टी चाहिँ बजाउनु पर्यो। बजाउन छोड्नु। यही भन्दै यो भिडियोदेखि बिदा माग्न चाहन्छु। बाई बाई, टाटा।